मध्यरातमा पत्रकार दिवाकर शाहले गरे देश आईएनजीओ को कब्जामा रहेको दावी। जेनजी आन्दोलनमा पानी बाँड्नेहरूले नै सरकारमा मन्त्री बाँडिरहेको खुलासा। पत्रकार दिवाकर शाहले मध्यरातमा भावुक हुँदै देश आईएनजीओ को कब्जामा रहेको दावी गरेका छन्। उनले मध्यराती प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न विभिन्न दूतावासका गाडीहरू लाइन लाग्ने गरेको र देश अझ रणभूमि बन्ने संकेत देखिएको बताएका छन्। दिवाकरले केही दिन अघि निर्मल निवासमा चहल पहल बढेको भन्दै लाइभ गरेका थिए र उक्त भिडियोमा धेरैले मजाक उडाएको भन्दै सत्य कुराको प्रमाण आफूसँग सुरक्षित रहेको पनि उनको भनाइ छ। यसै क्रममा मध्यरातमा बालुवाटारका ढोकाहरू खुल्ने गरेको र विभिन्न दूतावासका गाडीहरू आवतजावत गर्ने क्रम चलिरहेको पनि बताएका छन्। शाहले उक्त गाडीहरू किन मध्यरातीमा बालुवाटार छिर्छन् र को व्यक्ति भेट्न आउँछन् भन्ने कुराको जानकारी जनता सामु दिनका लागि सीसी क्यामेरा सार्वजनिक गर्न पनि सरकारलाई आग्रह गरेका छन्। शाहले नेपालीलाई एक आपसमा लडाएर विदेशी सेना ल्याउन लागेको, सक्कली जेन्जीलाई सिंहदरबार छिर्न नदिएको तर पानी बाँड्नेहरूले नै सरकारमा मन्त्री बाँडिरहेको जस्ता गम्भीर विषयहरू खुलासा गरेका हुन्। उनले निर्मल निवास अगाडिबाट भिडियो लाइभ गरेको विषयलाई मजाक बनाएको तर सत्य कुरा आफूसँग सुरक्षित राखेको र आफ्नो सुरक्षाको ग्यारेन्टी लिएमा मात्रै सार्वजनिक गर्ने पनि बताएका छन्। उनका अनुसार देशमा नेपालीलाई नै जुधाएर वैदेशिक शक्तिहरूले देश नै कब्जामा लिन लागेको संकेत पनि दिएका छन्। दिवाकरले डराउँदै भनेका छन्, आफूसँग हरेक कुराको यथेष्ट प्रमाण भएको तर आफ्नो सुरक्षाको ग्यारेन्टी कसैले नलिने भएपछि उक्त प्रमाणहरू प्रष्ट देखाउन नसकेको एसटिभी खबर मार्फत सार्वजनिक गरिएको भिडियोमा हेर्न सकिन्छ। दिवाकरले जेन्जी आन्दोलनका क्रममा ब्ल्याक टी सर्टमा 3वटा अक्षरहरू लेखिएका व्यक्तिहरू को हुन् र उनीहरूको भूमिका के हो भन्ने विषयको छानबिन गर्नका लागि पनि सबै लाग्नुपर्ने कुरामा जोड दिएका छन्। यति भन्दै गर्दा उनले आफू उनीहरूको टार्गेटमा पर्ने र आफ्नो हत्या नै गरिए पनि सत्य बोलेर मर्नु नै पत्रकारिताको धर्म भएको पनि उक्त भिडियो मार्फत बताएका छन्।